युट्युबमा फेसबुकमा टिकटकमा शक्तिशाली ग्रह चन्द्रग्रहण सूर्यग्रहण लाग्दै यी राशिहरूलाई यस्तो हुँदै यी राशिहरूलाई यस्तो हुँदै यी राशिको भाग्य चम्किँदै गर्नुहोस् यी कामहरू भनेर भिडियो बनाएको बनाई अनि तिनै भिडियोहरू हेरेर बिचारा देख्ने दिग्भ्रमित हुनै पर्यो। अनि सूर्यग्रहण रहेछ श्राद्ध गर्न हुन्छ कि हुन्न, सूर्यग्रहण रहेछ पूजा गर्न हुन्छ कि हुँदैन, सूर्यग्रहण रहेछ तीर्थ जान हुन्छ कि हुँदैन, फेरि तिनै कुरा आउने। जबकि सूर्यग्रहण नेपालबाट देखिँदैन भनेपछि दोष हुँदैन भनेर पात्रमा लेखेको छैन। जबकि त्यो स्थानमा सूर्यग्रहण हुँदा यहाँ रात्रि हुन्छ अनि रातिको 12 बजे चाहिँ सूर्यग्रहण छ भनेर कोही बस्छ, त्यस्तो प्रभाव पनि पर्दैन भनेपछि जुन कुराको प्रभाव नै पर्दैन त्यो कुराको विषयमा पनि गुरुजीहरूले नै यस्तो ग्रहण लाग्दैछ उस्तो ग्रहण लाग्दैछ यो हुँदैछ त्यो हुँदैछ, यी राशिहरूको त अब त करोडपति हुँदैछन्, यी 4 राशिहरू करोडपति अरे। सूर्यग्रहण लागेर करोडपति हुने भए अहिलेसम्म यो संसारमा कति पटक सूर्यग्रहण भयो, कति पटक चन्द्रग्रहण भयो, सबै करोडपति हुनुपर्ने हो नि त। त्यो समस्या के भयो त भने गुरुजीहरूबाटै ठुलो समस्या निम्तियो कि यो कुरामा यस्तो छ भनेर कुनै निर्धारण पनि भएन अनि अलिअलि जानेको कुरालाई पनि बर्बादै हुन्छ, जानै हुन्न, यस्तो गर्नै हुन्न भने जस्तो गराएर जुन बृहस्पति शुक्र ग्रहको विषयमा पनि गुरुजीहरूबाट गल्ती भयो, जसको कारणले अहिलेसम्म कोही नआएर आज यस्तो भएको छ भने नेमनम नगरौँ त मेल हेतु आनन्द कन्द भगवानको भने त्यो भइरहेको अवस्थामा गुरुजनहरूबाट यो गल्ती भइरहेछ। अनि जुन ग्रहण लाग्दै लाग्दै त्यो ग्रहणको विषयमा सुनाएपछि अब व्यक्तिलाई सातो जान पर्यो हो कि भाइ। कोही व्यक्ति त्यही बेलामा पनि जन्मिँदैन। कस्तोसम्म भने यो बृहस्पति र शुक्र अस्त हुनुभन्दा पहिले मैले टिकटकमा बृहस्पति शुक्र जुन ग्रह अस्त हुने यो ग्रह अस्त हुँदैछ यी कर्महरू नगर्नु भनेर त्यो श्लोकहरूको व्याख्या गरेर मैले एउटा भिडियो बनाएको। त्यो भिडियोमा धेरैको प्रश्न थियो, यो बेलामा जन्मिएको बालकको के हुन्छ, यो बेलामा गर्भाधान भयो भने के हुन्छ, अथवा कसैको मलमासमा गर्भाधान भयो के हुन्छ भनेर धेरैले प्रश्न गर्नुहुन्छ। किन गर्नुहुन्छ भने बिचारा गुरुजीहरूले यसरी डराउन दिनुभएको छ अत्यन्तै कि त भयङ्करै हो, यस्तो हो उस्तो हो भनेर। यदि मलमासको समय नराम्रो थियो, मलमासले भगवान विष्णुलाई गएर प्रार्थना गर्छ, हे भगवान म मेरो नामै मलमास बनाइदिए मान्छेहरूले, मेरो कुनै स्वामी पनि छैन, प्रत्येक महिनाको स्वामी हुने मेरो नाम पनि छैन, त्यही भएर मलाई अपहरित गरेका छन् प्रभु, के गरौँ भनेर विष्णु भगवानको शरणमा जाँदा विष्णु भगवानले उनलाई गोलोकमा श्रीकृष्ण भगवानको शरणमा लिएर जानुहुन्छ। श्रीकृष्ण भगवानको शरणमा लिएर गएपछि भगवान नारायणले यो यस्तो यस्तो महिना हो, तपाईले उद्धार गर्नु पर्यो भन्दा भगवान श्रीकृष्णले तपाईले जसको उद्धार गर्न चाहनुभयो उसको उद्धार त नगर्ने कुरै भएन, हुन्छ यो महिनाकै नाम पाएको रहेनछ, मैले नाम दिन्छु मेरै नाम पुरुषोत्तम, र यो महिनाको स्वामी कोही रहेनछ, म नै हुन्छु पुरुषोत्तम। तो यो महिनाको नाम पनि पुरुषोत्तम, यो महिनाको इष्टदेव पनि पुरुषोत्तम म नै हुँ, र यो बेलामा जसले प्रमादमा आएर झुक्किएर अथवा गल्तीले भगवानको पूजा गर्न त्यागिदियो भने त्यो कहिल्यै पनि जीवनमा मुक्त हुँदैन, त्यो नरकमा पर्छ भनेर पुरुषोत्तम भगवान स्वयं श्रीकृष्णले भन्नुभएको छ। तर पूजा नै गर्न हुँदैन जस्तो गरेर व्यक्तिहरूले चाहिँ भ्रमित पारेका हुन्छन्। अनि भएपछि त्यो देखेर व्यक्तिहरूको प्रश्न हुन्छ, गर्भाधान भयो भने के गर्ने? मलमासमा गर्भाधान भयो भने भगवानले दिनुभएको छ, अब स्वीकार गर्ने। बृहस्पति शुक्रास्तमा गर्भाधान भयो भने भगवानले दिनुभएको हो भनेर स्वीकार गर्ने। अब भन्नुहोस् त त्यो समयमा अरू उत्तर दिन मिल्छ?
त्यो व्यक्तिमा त्यति डर पैदा गरेको त गुरुहरूले नै हो नि त बिचारा। व्यक्तिहरूलाई के थाहा छ र, हो कि होइन? जसलाई दुई चारवटा श्लोक थाहा होला, घरमा पूजा गर्ने भन्ने थाहा होला, तीर्थ जाने मन्दिर जाने भन्ने थाहा होला, अरू समय त घरको काममा लगाउनु पर्यो नि त। ती व्यक्तिहरूले त जे फेसबुकमा आयो, जे युट्युबमा आयो, जे सुनियो, गुरुजीले जे भन्नुभयो त्यही मान्ने हो। अब गुरुजीहरू चाहिँ वास्तविकता के हो भन्ने भन्दा पनि यस्तो भयङ्कर हुँदैछ, मलमासमा यी कर्म गर्दै नगर्नु हुनेछ सत्यानाश अरे, त युट्युबमा कि बृहस्पति अस्तमा यस्तो गर्नेहरूको हुनेछ सर्वनाश, लाग्दैछ सूर्यग्रहण 4 राशि हुँदैछन् करोडपति, यस्तो हुन्छ कहिले। यही भ्रमित भएको कारणले नै यस्तो भएको हो।